हेलो सबैजनालाई सबभन्दा पहिले चाहिँ ह्याप्पी लक्ष्मी पूजा सबैजनालाई म भन्न चाहन्छु। लक्ष्मी पूजाको धेरै धेरै शुभकामना। सबैको घरमा चाहिँ लक्ष्मीको आगमन होस्। कसैलाई पनि धन अनि सम्पत्ति प्लस खानलाई चाहिँ कमी नहोस्। सबैको घरमा चाहिँ लक्ष्मीले बास गरून्। हामी चाहिँ अब आज लक्ष्मी पूजाको दिन हामी बिहानै उठ्यौँ अनि त्यसपछि भनेको सरसफाइहरू गऱ्यौँ, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि भनेको चाहिँ अब मालासाला बनाउनु पऱ्यो भनेर चाहिँ मालाहरू बनायौँ। लगभग 6-7वटा मालाहरू बनायौँ। अनि त्यसपछि भनेको माला बनाइसकेपछि चाहिँ रङ्गोली बनायौँ। रङ्गोली बनाउँदा राति परिसकेपछि चाहिँ अब हामीले चाहिँ अब दियोसियो बाल्यौँ, हेर्न सक्नुहुन्छ। सबै रमझम भइसक्यो। अनि यो चाहिँ हाम्रो स्पेसल रङ्गोली गबर नजिकको। अनि लक्ष्मी पूजाको लागि चाहिँ म नै हिजो चाहिँ फास्टिङ बसेको थिएँ। अनि लक्ष्मी भगवान्लाई लक्ष्मी महारानीलाई चाहिँ पूजा गरेँ राम्रोसँग। अनि त्यसपछि भनेको हामी 9:30 बजीतिर चाहिँ घुम्न निस्क्यौँ, किनभने राजविराजमा भनेको स्पेसल भनेको मूर्तिहरू बन्छ, एकदम रमाइलो हुन्छ। घुम्न गयौँ। थ्याङ्क यू।